सेट गरिसकेका छौँ के लिएर शेड नम्बर 2 बेकिङ इज अ प्रोसेस जहाँ हामीले जुन पाउडर फेसमा युज गरिसकेका छौँ है जुन पाउडरले हामीले अन्डर सेट गरिसकेका छौँ त्यो पाउडरको एउटा अझै लेयर हामी अन्डर आइज र सेन्टर अफ द फेसमा लगाउँछौँ किन फर्स्ट थिङ फर्स्ट हामीले अन्डर आइजमा के लगाएको छ दुईचोटि हामीले लोसन लगाएको छ त्यसपछि मैले प्राइमर लगाएको छु त्यसपछि मैले कलर करेक्टर दुईचोटि कन्सिलर त्यसपछि कलर करेक्टरको पाउडर फेरि कन्सिलर लगाएको छु मैले कति प्रडक्ट यता लगाएको छु है र यहाँ कति पातलो स्किन छ यदि पातलो स्किनले त्यति प्रडक्ट होल्ड गर्न सक्दैन थाहा छ हामी एकैछिनमा मेकअप गरेपछि यहाँ सबै लाइन यहीँबाट मेकअप खिच्दैछ नि हो नि हाम्रो एकदमै सेन्सिटिभ एरिया भएर र हाम्रो सबैभन्दा बढी ओइल आउने भनेको यता र नाकमा कतिजनाको नाकमा टुक्रुको पसिनाहरू पनि आउँछ बबल बबल है सो हामी बेकिङ किन गर्छौँ भने हामीले जुन पाउडर युज गरेको छौँ त्यसको एउटा लेयर हामी अन्डर आइज नोज र सेन्टर अफ द फेसमा राख्छौँ जस कारणले हाम्रो तल भागको बढी मेकअपलाई राम्ररी ब्लक गर्छ फर्स्ट अर्को कुरा हाम्रो मेकअपमा एउटा फिल्टर जस्तो इफेक्ट पनि ल्याउँछ र हामी सबैभन्दा बढी मुभ गर्दा हामी हाँस्दा कराउँदा हाम्रो यता धेरै मुभमेन्ट हुन्छ हियर हियर एन्ड हियर हामी यसरी गर्छौँ राउन्ड यता मुभमेन्ट सबभन्दा बढी हुन्छ अनि हामी हाँस्दा यता मुभमेन्ट सबभन्दा बढी हुन्छ हाम्रो फेसमा यहाँको कागज धेरै मुभ हुँदैन नि इट जस्ट हियर एन्ड हियर हाम्रो सबभन्दा बढी मुभमेन्ट हुनेको पार्ट भनेको दिस एरिया स्माइल लाइन्स अनि सेन्टर अफ द ब्राउ यता जता हाम्रो फेस एकदमै धेरै एक्सप्रेसिभ हुन्छ एकदमै धेरै मुभ गर्छ त्यता हामीहरू पाउडरको यसरी हामी लेयर लिन्छौँ जस्ट लाइक दिस अब पहिला चाहिँ मैले हातमा मेल्ट गरेर लगाएको थिएँ अब चाहिँ म ठ्याक्क पाउडर लिँदै अनि म यसरी लाउँदैछु जस्ट लाइक द्याट यसले अरू के गर्छ हाम्रो बेस मेकअप कम्प्लिट भइसकेको छ अब म आई मेकअप गर्दाखेरि इन केस मेरो आई स्याडो तल झऱ्यो भने मेकअप खराब हुँदैन अर्को कुरा पनि हाम्रो मेकअप लङ लास्टिङ पनि हुन्छ हाम्रो मेकअपमा फिल्टर